सम्माननीय प्रधानमन्त्रीज्यूको सम्मानमा इज्जत अर्पण आवाज प्रस्तुत गर्न पाउँदा यिनीहरूको आँखाको भाव अनि जमिनले कम्पन हुने गरी बदलिएका पैतालाका तापले ज्येष्ठ महिनाको यो पारिलो रातमा प्रमुख अतिथिज्यू समक्ष सांस्कृतिक प्रतिबद्धता व्यक्त गरिरहेको आभास हुन्छ। लाग्दछ हर्षको यो क्षणमा यिनीहरूको अन्तर मनले भनिरहेको छ, मेरो आमा मेरो माटो, बा भन्ने मेरो माटो, मेरा सन्त पिण्ड छाड्छुने तिमी मेरो तेरो बाटो, म गर्छु रक्षा यस्तै अवरोध आए बढी बढी म मर्छु कि बढी बढी म लड्छु। आजबाट म एउटै कुरा देख्छु, यो रात धर्म गर्न मलाई छैन थाहा, म हुन्छु कहीँ कहीँ नै अन्याय हुन्छ जहाँ। मेरा लागि ईश्वरको भक्ति नै राष्ट्रभक्ति हो। राष्ट्र नै मेरा ब्रह्मा, राष्ट्र नै बुद्ध, राष्ट्र नै राष्ट्र नै अल्लाह पनि।